नेपाल सरकारले लुकाएको किताब राधिका दासीले कथा वाचन गरेर पैसा उठाएर चन्दा उठाएर होइन माया घर आमा घर के घरमा पैसा हालेर आफूले चाहिँ उहाँ 1 लाख हालेर आफूले 40 लाख खायो भने जुन कुरा छ नि कुनै पनि कथावाचक गर्ने मान्छेले पैसाको कुरा गर्छ भने त्यो ढोगी हो। श्रीमान पनि साथमा राख्ने अनि उता माता पनि भन्ने जसले गृहस्थी जीवन बिताएको छ त्यसले माता भन्न मिल्दैन। राजु परियार भाइले लोकगीत गाउनुहुन्छ नि उहाँलाई कलाकार होइन कसैले भन्न सक्छ। सम्पूर्ण आदरणीय दर्शकवृन्द यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत छ। आज हामीसँग कुराकानी गर्नको निमित्त सामाजिक व्यक्तित्व तथा आयुर्वेदिक चिकित्सा पद्धतिसँग सम्बन्धित व्यक्तित्व पनि हुनुहुन्छ डाक्टर हिरालाल भुजेल हुनुहुन्छ। सर स्वागत छ। नमस्कार। नमस्कार, धन्यवाद। आराम कुशल हुनुहुन्छ? ठिकै छु। यो अलिकति धर्म संस्कृति र स्वास्थ्य यो कसरी लिनु भएको छ यहाँले पछिल्लो समयमा? धर्मसँगै स्वास्थ्य जोडिएको छ। धर्म र स्वास्थ्य धर्मसँगै स्वास्थ्य जोडिएको छ, एकअर्कामा जोडिएका छन्। कसरी अलिकति प्रश्नाउन मिल्छ कि? मजाले मिल्छ नि। पञ्चतत्त्वले बनेको हजुरको शरीर हुन्छ त्यो चाहिँ पञ्चतत्त्व भनेको के हो भनेर पञ्चतत्त्व प्राकृतिकसँग जोडिएको हुन्छ। प्रकृतिले हजुरलाई बचाएको हुन्छ अनि धर्म भनेकै प्राकृतिक बचाउनु नै सर्व धर्म हो भनेर मैले बुझ्छु। अब अहिलेको मान्छेले त त्यस्तो बुझ्दैन होइन, एकदमै उच्छृङ्खल एकदमै जानेको जस्तो होइन, एकदमै जान्ने जस्तो होइन, खबिसक्नै गर्दैन अहिलेको मान्छे त। इङ्ग्लिसमा बोलेर म जतिको ज्ञान अरू कसैमा पनि छैन भने जस्तो बाबुआमालाई नगर्ने, सम्मान नगर्ने, कदर नगर्ने, उच्छृङ्खल हुने भएको छ कि तपाईँको। तपाईँ प्रकृतिले तपाईँलाई बचाएको हुन्छ। हेर्नुहोस् अहिले जस्तो मानवमा त्यो किसिमको व्यवहार देख्नुमा चाहिँ प्रकृतिको कमजोरी, संस्कृतिको कमजोरी अर्थात् अन्य कुनै कुरा व्यक्तिहरूकै कमजोरी, व्यक्तिवादको हाबी, घमण्ड व्यक्तिवादी हाबी भयो। कहाँ जान लाग्यो भन्दा बर्थडेमा जान लाग्यो भन्छ, मिल्यो त? हेलो भन्छन् फेरि नमस्कार भन्छ, मिल्यो त? हेलो भनेकै नमस्कार हो नि। हेलो भनेको इङ्ग्लिसमा नमस्कार भने होइन, अनि फेरि हेलो पनि भन्छ नमस्कार पनि भन्छ कि एकदमै जान्ने भएर यो सब बिगारेको कलेज। यतातिर केही समयमा होला, अहिले पछिल्लो समयमा यो साउनको महिना विशेष गरेर शिव पुराण सुन्नुपर्ने समयमा यसपालि बडो गजब देखियो। सोसियल मिडियातिर 2 जना व्यक्तित्व वेदिका केसी र राधिका दासीसँग सम्बन्धित कुराकानी सुन्दै हरेक नागरिकहरूको त्यो मस्तिष्कमै वेदिका राधिका मात्रै गुन्जिरह्यो कि यसलाई कसरी लिनु भएको छ? म दुईटा कुरा भन्नु है, ती दुईटै पात्रहरू को थिए? महिला थिए, बुझ्नुभयो? पुरुषले विरोध गरेको नि होइन, महिलाको विरोधी को हुन्छ? महिलै हुन्छ। अब अर्को कुरा बुझ्नुहोस्, महिलाले तपाईँको प्रधानमन्त्री बन्न मिल्छ, प्रधान न्यायाधीश बन्न मिल्छ, राष्ट्रपति बन्न मिल्छ। प्रधानमन्त्री बन्ने छोरा पनि महिलाले नै जन्माउने हो होइन भने महिलाले कथा वाचन गर्न किन नमिल्ने भन्ने उहाँहरूको भनाइ छ होइन। तर मेरो भनाइ अर्कै छ। तपाईँको भनाइ के शास्त्रीय अर्थात् धार्मिक भनाइ? मेरो भनाइ अर्को छ। तपाईँको भनाइ अर्को छ। के छ मेरो भनाइ? के छ भने तपाईँलाई पर सर्नु हुने अधिकार छैन। महिनावारी हुने अधिकार पुरुषलाई हुँदैन। त्यो चाहिँ प्रकृतिले नै बन्देज गरेको, प्रकृतिले बन्देज गरेको कानुन होइन है, होइन। पहिला कानुन थिएन हजुरको, बुझ्नुभयो? उयो शास्त्रले बन्देज गरेको छ। यो मनुस्मृति कानुन हो, 1910 को जङ्गबहादुर राणाले लागू गरेको कानुन त अहिलेसम्म छ। जस्तो आर्य खस समुदायमा हजुरको अङ्कहरूको भएपछि उहाँहरूले 5 दिन भएर ननुहाइकन उहाँहरू चाहिँ आफ्नो चुलो चौको यस्तो चल्दैन, 7 दिन नभइकन देवपितृ चल्दैन। अहिले पनि छ, अहिले पनि चलिरहेको छ। त्यो यसले लेख्छ
यो मनोस्मृति हो। यो अहिलेको होइन नि, फेरि तपाईँको यो तपाईँले बुझे जस्तो होइन, यो अहिलेको होइन। झन्डै झन्डै कति वर्ष अगाडिको यो यहाँ छ त वर्ष, यहाँ हेर्नुहोस् त, यहाँ कति लेखा छ 1800। तपाईँको क्यामेरा जुम गरेर हेर्नुहोस्। अब यो नेपाल सरकारले लुकाएको किताब हो। यो किताब नै लुकाइएको छ नेपाल सरकारले। यसमा जात जाति भाषा भाषी वर्ग क्षेत्र जाति हेरी कानुन छ यसमा। डाक्टर साहब अलिकति यो बाहुनलाई छुट्टै कानुन, छेत्रीलाई छुट्टै कानुन, जैसीलाई छुट्टै कानुन, तामाङलाई छुट्टै, राईलाई छुट्टै, गुरुङलाई छुट्टै, मगरलाई छुट्टै, दलितलाई छुट्टै। दलितलाई त यहाँसम्म लेख्छ कि यसले सम्पत्ति राख्ने हकसम्म बन्देज गरेको छ। यो त्यसो हुँदा यो किताब अभिलेखालयले यो विश्वविद्यालयले लुकाएको। म त इन्डियामा पढ्दाखेरि यो किताब यहाँ त नेपालमा बिहान थियो नि त, यसको त अमूल्य छ नि त, यो यसको मूल्य नै छैन। अहिले आएको चाहिँ मनुस्मृति भनेको त्यो पछि बाटो भएर बनाएको हो। अन्यथा नसोच्नु होला, जुन चाहिँ राज्य अर्थात् सरकारले नै बन्देज गराइएको कुरा किताब भन्नुभयो नि, तपाईँले किन देखाउनु भयो? तपाईँलाई अलिकति अप्ठ्यारो महसुस हुन्छ, असर गर्दैन यसले? यो कानुन हो, केही अप्ठ्यारो गर्न सक्दैन, अहिले सक्दैन। पञ्चायती कालमा सक्थ्यो, बुझ्नुभयो? अहिले चाहिँ वाक स्वतन्त्र छ के, बुझ्नुभयो? अहिले सक्दैन। अहिले म यो किताब म हजुरको मिडियामा देखाएको त 1 लाख चोटि भयो। ऊ बेलामा यो संविधान थिएन क्या हजुरको, यो संविधान थिएन क्या, यो संविधान थिएन नि त, होइन? यो नभएको भएर यही कानुन थियो क्या, नेपालको मूल कानुन हो यो। भन्नु वेदिका केसी र राधिका दासको उसमै जाउँ नि त, त्यहाँ जानु पर्यो क्या, त्यसको जवाब आयो। उहाँहरूले कथा वाचन गर्न मिल्ने कि नमिल्ने भन्ने कुरा आयो नि। कथा वाचन गर्ने पण्डितजन भन्न मिल्ने, उहाँले कथा वाचन गर्न मिल्ने कि नमिल्ने, मिल्छ कि मिल्दैन त? होइन, अब मैले त मिल्छ भन्छु, किनकि प्रजातन्त्र आयो 2046 भन्दा उता यस्ता क्रियाकलाप केही हुँदैन, होइन? पहिला पनि भएका हुन्, होइन? कथा वाचन गरेकै हुन्, तर यो विकृति गरेर तपाईँको शास्त्रले के लेख्छ भने नि, तपाईँको शास्त्रले लेखेको कुरा महिलाले हलो जोत्न हुँदैन, धुरी चढ्नु हुँदैन, कथा वाचन गर्नु हुँदैन, बुझ्नुभयो? हलो जोत्न त हुँदैन, धुरी चढ्नु हुँदैन, जन्त जानु हुँदैन, मलमी जानु हुँदैन, कहिलेसम्म 46 सालभन्दा अगाडिसम्म, जुन यो संविधान नबन्जेलसम्म। 46 पछि त फेरि पहिलो भागमै चाहिँ महिलालाई यी कार्यहरूमा चाहिँ अग्रसर दियो नि, अब यो संविधानले दियो र अब धर्मनिरपेक्ष राष्ट्र भयो। धर्मनिरपेक्ष राष्ट्र भएपछि महिलाहरू जनता पनि जान थालेका हुन्, मलामी जान थालेका हुन्, मलामी जान पनि थालेका हुन्। भनेपछि अब यहाँ धर्म भनेको खोर्सानीको धर्म पिरो हुनु, यदि खोर्सानी पिरो भएन भने खोर्सानीले धर्म छोड्यो। सूर्यले उज्यालो दिएन भने, प्रकाश दिएन भने, सूर्यले दिएन भने सूर्यले पनि धर्म छोड्यो। आगोले पोलेन भने आगोले धर्म छोड्यो भनेको जस्तै अब हाम्रो देश नेपालमा महिला पाइलट बन्न मिल्छ, कथा वाचन गर्न मिल्दैन। महिला राष्ट्रपति हुन मिल्छ, कथा वाचन गर्न मिल्दैन। महिला प्रधानमन्त्री हुनु मिल्छ, कथा वाचन गर्न मिल्दैन भन्ने प्रश्न त आयो। त्यो मिल्छ, तर शास्त्रलाई मान्यता दिने हो भने तपाईको उहाँ कुमारी घर भन्ने छ, जीवित देवी बस्ने बसन्तपुरमा, त्यहाँ आङको अर्को भएपछि उहाँ कुमारी बन्न मिल्दैन। जुन बसन्तपुरको कुमारी घरमा आङको अर्को भएपछि उहाँ छोड्नु पर्छ। त्यहाँ राष्ट्रको प्रमुखहरू पनि जानुहुन्छ जुन समयमा त्यहाँ दर्शनको निमित्त। तपाईको राष्ट्र प्रमुखहरू खुट्टामा ढोक्छ त जीवित कुमारी, आशीर्वाद पनि लिनु पर्ने हुन्छ हैन? त्यही छ नि त त्यहाँको। तर उहाँ आङको अर्को हुनुभयो भनेदेखि उहाँ त्यो कुमारी घरमा बस्न पाउनुहुन्न, अहिले पनि पाइँदैन, उहाँ पाउनुहुन्न र उहाँको सट्टामा अर्को नियुक्ति गरिन्छ। भनेपछि अब यस्तै अरूमा जानुहोस् न,
अनि मिलिरहेछ त। अब यसले जसले गर्दा- गृहस्थी जीवन बिताएको छ नि हजुर, जसले गृहस्थी जीवन बिताएको छ, गृहस्थी जीवन भनेको सर्वे सर्वा हो। हजुरलाई हजुरको माताले जन्म दिनुभयो नि, उहाँ माता, मेरो आमाले मलाई जन्म दिनुभयो उहाँ माता, अर्को दोस्रो माता हुँदैन। उहाँको अपमान गर्ने छुट छैन फेरि। कसैलाई पनि छैन होइन। माता त राधिका दासी यसै माता। अब रहेको कुरा कलाको होइन। अब कलाको कुरामा म गरौँ है त। अहिले पो यस्तो मिडिया आएर त्यति चर्चामा हो। ज्योति मगरले मञ्चमा तिग्रा देखाएर नाच्नु र उफ्री र्यापे गीत गाएर नाच्नु र नारायण गोपालले साहित्यिक रूपमा गीत गाउनु आकाश र जमिन फरक पर्छ। त्यसले निरन्तर असर गरिरहन्छ। जस्तो मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भन्ने गीतले झन्नै उहाँको तपाईँको मृत्युदण्ड दिए। थाहा छ तपाईँलाई? एउटा फटाले नाम नभनौँ के भनौँ भने नि पञ्चायती कालमा। हजुर यो सूचनाको हकमा त यहाँ त मुटुमाथि ढुङ्गा राखी पो हाँस्या रहन्छन्, जनता खुसी रहन्छन्। जनता यो मान्छेलाई त कारवाही गर्नुपर्छ भनेर लगाइदियो एउटा फटाले होइन। त्यो लगाइदिएपछि के भयो भन्दा जनता खुसी छैन रहेछ तपाईँसँग भनेर लगाइदियो। किन भन्दा मुटुमाथि ढुङ्गा राखी पो हाँस्या रहन्छन् जनता त भने त्यो संसार चाहिँ लिएर गयो राजाका र त्यस बेलालाई कारवाही गरे। कारवाही कस्तो गर्ने त? यसलाई त मृत्युदण्ड दिए पनि कम हुन्छ भनेर भन्दै थियो। बुझ्नुभयो? अनि नारायण गोपाललाई झन्डै तपाईँको मृत्युदण्ड दिएको। अर्को कुरा बुझ्नुहोस्, तत्कालीन सरकारले अर्को कुरा बुझ्नुहोस्, यहाँ एउटा अधिकारी थरका मान्छे थिए है। बेलायतबाट एउटा मकै आन्दोलन भयो नेपालमा। त्यो इतिहास भनेको है मैले फेरि यो इतिहास हो। मकै आन्दोलनमा उहाँको 9 वर्षमा जेलमै निधन भयो मकै आन्दोलन गर्दा। अब यहाँ पनि त त्यही छ त। यो अहिले मलाई केही भयो भने थुन्न लाग्छ, मलाई उसको हक र अधिकार बोल्दिनँ पर्ने, मैले गाली खानु पर्ने मैले। अनि भन्छ के गरेछ सबैभन्दा गाह्रो भनेको बोल्न। अहिले मैले बोलिरहेको कुरा त हजुरहरूको हक र अधिकार सुनिश्चित गर्ने कुराहरू हो नि। यहाँ पैसा दिने, धन दिने, उसको स्वर्ण फाइदा किनिदिने त होइन। यहाँ त हामी तलमाथि भयो भने त हामी त तपाईँको जेल जानुपर्छ। म त त्यहाँमाथि 19 पटक जेल पनि सकेँ मान्छे। आज यो क्यामेरा लिएर हिँड्न सक्ने अधिकार बनाउने मान्छे पनि लाखौँमा एकदम म पनि हो नि, होइन र? त्यसो हुँदा हामीले यो कुरा बुझ्न धेरै जरुरी छ। मैले जसरी यसरी जुन बोल्न पनि धेरै गाह्रो छ, साधारण जनमानसले त्यो बुझेकै हुँदैन होइन। यसो हुँदा अब राधिका दासीले कथा वाचन गरेर पैसा उठाएर चन्दा उठाएर होइन, माया घर आमा घर के घरमा पैसा हालेर आफूले चाहिँ उहाँ 1 लाख हालेर आफूले 40 लाख खायो भने जुन कुरा छ नि, कुनै पनि कथावाचक गर्ने मान्छेले पैसाको कुरा गर्छ भने त्यो ढोगी हो। पैसाको कुरा गर्नु पाइँदैन। यसको मतलब भन्न खोज्नु भएको तपाईँले राधिका दासीमा पनि त्यो ढुङ प्रवृत्ति देख्यो होइन। त्यो सरते गर्ने त्यो हुन्छ नि एउटा त्यो टपरमा चामल बोकेर हिँड्ने, मन्दिरको अगाडि बसेर माग्छ नि एउटा होइन, म बाहुन भनेर। त्यो पनि खराब, त्यो गर्नै पाइँदैन। बरु भिख माग्दा हुन्छ, त्यो शास्त्रले त्यस्तो दिँदैन। यसको मतलब कथा वाचन गर्नेहरूले चाहिँ पैसाको कुराकानी अर्थात् बार्गेनिङ गर्ने छुट छैन यिनीहरूलाई। त्यो गर कि सक्यो। त्यसो भने त वेदिका केसी स्वरै आएन सही भन्ने के फरक पर्ला त? वेदिकाले उठाएको पनि यही होइन र? त्यो उनले बोलेको कुरा कतिपय कुरा राइट छन्, तर मेरो यति मात्रै भनाइ हो, देश धर्मनिरपेक्ष भएको छ, एकात्मक सत्ता छैन, विविधतामा एकता छ नि त होइन। महिलाहरूले कथा वाचन गर्नलाई शास्त्रले छुट छैन, तर फेरि राज्यले त छुट दिएको छ नि हजुर। अब अहिले पछिल्लो समयमा चाहिँ राधिका दासी हिजो मात्रै माया घर नेपालमा पुग्नु भएछ एउटा सिङ्गो टिम लिएर, जम्बो टिम। हुन त केही समय अगाडि हामीले एउटा अन्तर्वार्तामा कुराकानी गर्दाखेरि अहिले तान्त्रिक झाँक्रीहरूका चाहिँ दायाँ बायाँमा धेरै तिग्रे बङ्ग्रेहरू हुने भए भन्थ्यौँ, तर अहिले राधिका दासीको यो भेटमा पनि त्यस्तै खालको देखियो। राधिका दासी सँगसँगै दायाँ बायाँ लगभग 8-10 जनै लिएर पुग्नु भएको रहेछ।
अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ डाक्टर साहब तपाईँले? यो माता बन्नलाई यता श्रीमान पनि साथमा राख्ने अनि उता माता पनि बन्ने, जसले गृहस्थी जीवन बिताएको छ त्यसले माता बन्न मिल्दैन। यस्तो होला नि त डाक्टर साहब, यसमा त दुवै हातमा लड्डु होला नि त, एक हात किन गृहस्थी जीवन त्याग्नुपर्छ हजुर, गृहस्थी जीवन त्याग्नुपर्छ। माता अब माता अजिमा माता स्वयम्भूमा भएको अजिमा माता, यो नेवारी समुदायमा त्यो स्वयम्भूमा भएको अजिमा माताकोमा नगएको मान्छे एउटा पनि छैन, एउटा पनि छैन। त्यहाँ गएपछि ट्याक्कै निको हुने, तर त सबैलाई त्यस्तो दिएको हुँदैन, उनीहरूको पुर्खा हुन्छ। जस्तो गणेश बन्ने यहाँ कुमारी गणेश भैरव या नाचहरू अब सुरु हुन लाग्यो। तर तपाईँले भन्नुभयो नि जुन अजिमा माताको कुराकानी गर्नुभयो नि, तर अहिले पछिल्लो समयमा त माताको कुराकानी गर्ने हो भने त अजिमा माता भनेर बोल्ने हो त 101 भेटिन्छ। अनि पाथिभरा माता भनेर तपाईँले पनि एउटा निकै रमाइलो ताण्डव देखिहाल्नुभयो होला, कहिले विश्ववन गर्ने, कहिले प्रहरीको हिरासतमा पुग्ने, कहिले के भनिदिने, तथानम मुखमा जे आयो त्यही। तपाईँले त अघि लयबद्ध रूपले चाहिँ अर्कै तरिकाले आफ्नो भाका चरणबद्ध रूपले बोलिदिनु भयो, तर उहाँहरूको त त्यो यति उच्छृङ्खल शब्द आउँदो रहेछ डाक्टर साहब, जुन चाहिँ पारिवारिक वातावरणमा त्यो भिडियो बज्यो भने त्यो मोबाइल उतातिर लगेर स्विच अफ गरेर मैले सेभ गरेर आएछु, सेभ गरेर आएछु देखाइदिए होइन। त्यो माता भनेको त्यो त यस्तो छाडो शब्द छ, जस्तो उहाँ के हुनुहुन्थ्यो रहेछ पहिला पुरुष, अनि त्यहाँबाट महिला भनेको, अनि त्यहाँबाट माता भनेको, त्यस्तो नि हुन्छ। तपाईँले खसी बलि चढ्छ? चढ्दैन। खसी बलि चढ्छ? चढाइँदैन, चढ्दैन, यो चढाएको देखेको छैन मलाई थाहा भए अनुसार। परम्परा अनुसार चढाउँछ नि, चढाइँदैन होइन, पञ्चबली चढाउँछ नि, त्यो सबै झुट हो। पञ्चबली झुट हो, पञ्चबली झुट हो, झुट हो। कसरी? म तपाईँलाई प्रमाण दिउँ है त। कुखुरा जस्तो लोभी, हाँस जस्तो अल्छी, राँगो जस्तो रिसा, परेवा जस्तो सन्तान उत्पादन गर्ने र तपाईँको यो कुखुरो जस्तो लोभी क्या, अनि बोका जस्तो कामुक, यसलाई बलि दिनु भनेको। तर यहाँ राँगो जस्तो रिसा नहुनु भनेको राँगै बलि दियो, कुखुरा जस्तो बलि कुखुरा जस्तो लोभी नहुनु भनेको त्याग दिनु भनेको क्या। त्यो कुखुराको भाले लगेर बलि दियो, दुईटा भन्ने है। परेवा जस्तो सन्तान उत्पादन नगर्नु, धेरै सन्तान नजन्माउनु भनेको परेवाई लगेर बलि दियो। अनि तपाईँको बोका जस्तो कामुक नहुनु भनेको बोकै लगेर दियो, बुझ्नुभयो? अब बाँकी रह्यो के? हाँस जस्तो अल्छी नहुनु भनेको हाँसै लगेर बलि दियो। हेर्नुहोस् है त, अब त्यो चाहिँ के भनेदेखि यस्ता घृणित कामहरूको तिमी बलि देऊ, त्याग देऊ भनेको, त्याग गर भनेको। लोभी हुन कुखुराले जे पनि खान्छ नि, खकार सिंगान अब जे पनि भनेपछि बुझ्नुहोस् है, अरू शब्द नभन्नु। त्यो पो भनेको हो, हाँस लगाएर काट, राँगो लगाएर काट, होइन बोको लगाएर काट, होइन परेवा लगाएर काट भनेर भने होइन नि हजुर। हो, यसो हुँदा तपाईँको पञ्चबली गलत हो, कसैको पनि बलि दिनु हुँदैन, बुझ्नुभयो? बलि भनेको त मार्नु हुँदैन नि त। बुद्धको उपदेश काटमार नगर्नु, चोरी जाति नगर्नु भन्ने, तास जुवा नखेल्नु, झुट नबोल्नु भन्ने बुद्धको उपदेश छ नि त, होइन? वैदिक सनातन धर्मावलम्बीहरूले सबैजना अट्टी पनि त्यही छन्, होइन? त्यो भनेको चाहिँ सबै धर्मको सम्मान हो, सबै धर्मको कदर हो भनेको हजुर, बुझ्नुभयो नि? अब रहेको कुरा फेरि वेदिका त्यहाँ हुन्, उनले एउटा चरणमा उनले आवाज उठाइन्, तर मेरो बाउ मर्छ,
मेरो आमाको निधन हुन्छ, मेरो बाउको स्वास्नी मर्छ, उसको स्वास्नीलाई फरिया किन्दे भन्छ। यो भनेको के भनेको भनेर सोधे हो मैले। मैले बाहुनको विरोध गरेको होइन। बाहुनको त सुवेदी बाहुनको यहाँ नेपालमा 2600 वर्षदेखिको इतिहास छ। लिम्बूको गाउँमा एउटा बाहुन छ भनेदेखि लिम्बूले बन्दुक नपर्काइकन उसले टिका लाउँदै, बुझ्नुभयो। तर यहाँ अस्तित्व भएन कि हजुरको। अस्तित्व भनेको के भने एउटा गाडीमा तपाईँ हिँड्दै गर्नुभएको छ, एउटै सिटमा बस्नु भएको छ भने तपाईँको थर के भनेर, जस्तो एउटा दमाई दाइले चाहिँ म दमाई हो हजुर भनेर ऊ खुलेर भन्दैन, भन्न सक्दैन। यदि भनिहाल्यो भने ए कस्तो दमाईसँग बसिछु जस्तो उसलाई लाग्छ क्या, त्यो जनै लागेको मान्छेलाई। भनेपछि हो यो अस्तित्व हुनु पर्यो भने क्या, अस्तित्व नै भएन क्या। सबैभन्दा अघि लाग्ने उही देवी देवताहरूको अघि पनि लाग्छ। उसको चाहिँ जुन तपाईँको यो जुठो बर्खन्दा बारेको उसले गर्न नबजाइदिकन बाजा भुक्दैन, सुरु पनि हुँदैन, अन्त्य पनि हुँदैन। त्यस्तो मान्छेलाई जसले सारेगामा सिकेन उसले 36 तालको बाजा बजाउँछ, त्यस्तो महान मान्छे कोही छ? राजु परियार भाइले लोकगीत गाउनुहुन्छ नि, उहाँलाई कलाकार होइन कसैले भन्न सक्छ? त्यो क्षमता अरूसँग छ। यहाँ 30 वर्षसम्म सिके पनि त्यस्तो हुँदैन, 50 वर्ष सिके पनि त्यस्तो हुँदैन। एउटा लोकगीतको सम्राट भनेको नेपालको राजु परियार होइन। उहाँ भाइको जस्तो स्वर र उहाँ भाइका जस्ता शब्दमा गीत गाएका उहाँले नराम्रो गीत कहिले पनि गाउनु भएन। लगभग संख्यात्मक हिसाबले हेर्ने भने पनि त्यो पनि धर्ममा हजारमा पनि हजुर है। उहाँले पनि मलाई राम्रो चिन्नुहुन्छ, मैले पनि उहाँलाई राम्रो चिन्दछु होइन। मैले गीत गाउन खोजेर गीत हुँदैन नि हजुर होइन। अब राधिका दासीले कथा वाचन गर्न मिल्ने कि नमिल्ने? कथा वाचन गरेको यहाँ म तपाईँलाई एउटा चिज देखाउनै पर्यो नानीले। एउटा यहाँ ल्याउने तपाईँ विकृति हो कि के हो प्रमाण देखाएर म भन्छु है। प्रमाण देखाएर भन्छु नि विकृति हो कि के हो भनेर। धर्म गर्छु भन्छ, तरबार लिएर निस्किन्छ। धर्म हो कि के हो यो होइन। धर्म गर्ने मान्छे, धर्म भनेको त ध्यान हो नि। ध्यान ज्ञान अध्ययन होला नि धर्म भने, ज्ञान दिने होला नि धर्म भनेको त। अब यहाँ तपाईँ एउटा हेर्नुहोस् है, तपाईँ आफै दङ पर्नुहुन्छ। दिनको 4 लाखसम्म माग्दो रहेछ हजुर। दिनको 4 लाख, एक दिनको 4 लाख। मान्छे त यही नै यसो सेभ गरेर राखेको छु मैले। तर उहाँले बोलेको कुरा चाहिँ यहाँ हजुरको क्यामेरामा हाल्न लायक छैन। अडियो सुन्न मिल्ने छैन। यिनी भाले माता अहिले पछिल्लो समयमा आम दर्शकहरूले पनि त्यही भनेका छन्। जसले चाहिँ धेरै जति नौटङ्की गरेका छन् भनेर पनि भनेका छन्। कहिलेकाहीँ यिनी विष पनि वकिल पनि निल्छन् पनि यिनलाई। उहाँलाई महिला भन्ने कि पुरुष भन्ने, माता भन्ने कि पिता भन्ने। अहिले यो यस्तो भयो, असलको यो घरमा प्रत्येक कोठैमा मातै माता छ। अनि दलबार दाईहरू सबै पिता होइन। माता ठमेलमा त्यो एउटा जट्टा किनी कपालमा लाउने, अनि डक्टर काम्ने, अनि के को माता आयो भन्दा दक्षिणकालीको माता आयो भने। अहिले मैले धामीको कुरा गरेँ नि, त्यस्तै माता भन्ने नि त विधि होला, विधान होला, परिपक्व हुनु पर्ला होइन र। यसो मतलब अहिले पछिल्लो समयमा सबै देखावटी र चन्दाको मात्रै धन्दा गर्ने माताहरू निस्कियो भन्दा फरक पर्दैन होइन। राजनीति दल पनि चोर, चन्दै उठाउने हुन् कि माता पिता सबै चन्दै उठाउने हुन्। अब सिधा उठाउने कि घुमाएर उठाउने भन्ने कुरा हो। ठगिने जनतै हो।